नमस्कार। आज हामी नेपालको सबैभन्दा पवित्र, सायद सबैभन्दा शक्तिशाली मन्दिर पशुपतिनाथको कुरा गर्दैछौँ। यसको त्यो इतिहास जुन धेरैलाई थाहा छैन र यसका केही रहस्यहरू पनि खोतल्ने प्रयास गर्नेछौँ। पशुपतिनाथले सबैको रक्षा गरून्, यो भनाइ त हामी सबैको मनमनमा बसेको छ, होइन त? साँच्चै, चाहे जस्तोसुकै सङ्कट किन नहोस्, हामी आखिरमा पुग्ने भनेको उहाँकै शरणमा हो। तर पशुपतिमा यस्तो के शक्ति छ? आखिर यो मन्दिर कसरी बन्यो? यहाँको मूर्तिको कथा के हो? अनि आजको दिनमा पशुपतिनाथको अवस्था चाहिँ कस्तो छ त? ल, आज हामी यही इतिहास, शक्ति र वर्तमानको रहस्यमा डुबुल्की मारौँ। अब पशुपतिनाथ मन्दिर आखिर बन्यो कसरी, कहिले बन्यो, यो बारेमा नि फरक कथाहरू छन्। सबैभन्दा पहिले सुरु गरौँ मन्दिरको मुख्य मूर्तिको कथाबाट, जुन एकदमै रोचक छ। एउटा एकदमै प्रचलित कथा छ जुन गोपालराज वंशावलीमा पनि पाइन्छ। त्यहाँ नेपा नामका एकजना गोठाला थिए जो बागमतीको किनारमा आफ्ना गाई चराउँथे। अब उनका गाईहरूमध्ये एउटा गाई थिए कैली। एक दिन अचम्म भयो, कैलीले दुधै दिन छोडी। किन यस्तो भयो भनेर नेपालले कैलीलाई पछ्याउँदै जाँदा उनले एउटा अचम्मको दृश्य देखे। कैली एउटा ढिस्कोमाथि उभि र उसको थुनबाट आफै सरर दूध बग्न थाल्यो। त्यो ठाउँमा के रहेछ भनेर खनेर हेर्दा त एउटा दिव्य ज्योतिसहित शिवलिङ्ग प्रकट भयो रे। अब अर्को कथा पनि छ जुन भाषा वंशावलीमा पाइन्छ। यो कथाले त पशुपतिलाई सिधै द्वापर युग र महाभारतका पाण्डवहरूसँग जोड्छ। कुरा के हो भने, गोत्र हत्याको पापबाट मुक्त हुन पाण्डवहरू महादेवलाई खोज्दै हिँडेका थिए। तर महादेव उनीहरूबाट बच्न भैँसीको रूप लिएर लुक्नुभएछ। तर पाण्डवहरूले उहाँलाई चिनिहाले। जब महादेव जमिनमुनि भासिन थाल्नुभयो, ठ्याक्कै त्यही बेला उहाँको शिर चाहिँ काठमाडौँमा प्रकट भयो र हो त्यही शिरलाई आज हामी पशुपतिनाथ भनेर पुज्छौँ। अब तेस्रो कथा जुन नेपाल महात्म्यमा छ। यो कथा अनुसार भगवान शिव काठमाडौँको सुन्दरतामा यति मोहित हुनुभयो कि उहाँ मृगको रूप लिएर यहीँ घुमिरहनु भएको थियो। अब अरू देवताहरूलाई त उहाँलाई कैलाश फर्काउनु थियो। उहाँलाई फर्काउन खोज्दा भएको तानातानमा त्यो मृगको एउटा सिङ भाँचिएछ र भनिन्छ त्यही भाँचिएको सिङ नै पछि गएर पवित्र शिवलिङ्गको रूपमा स्थापित भयो। ल हेर्नुस् त, गाईको कथा होस्, भैँसीको कथा होस् वा मृगको कथा, कथाहरू फरक छन्, पात्रहरू फरक छन्, तर यी सबै कथाले भन्ने कुरा एउटै हो। त्यो के हो भने, यो ठाउँमा भगवान शिव स्वयं प्रकट हुनुभएको थियो र यही नै पशुपतिनाथको उत्पत्तिको सबैभन्दा ठूलो आधार हो। ल, यी त भए पौराणिक कथाहरू। अब मिथकबाट अलिकति बाहिर निस्केर ऐतिहासिक तथ्यतिर लागौँ है त। यो मन्दिरको निर्माण र पुनर्निर्माणको पछाडि राजाहरूको एउटा लामो संरक्षणको इतिहास छ। पुरातात्विक प्रमाणहरूले के देखाउँछ भने, सबैभन्दा पहिला लिच्छवी राजा सुपुष्पदेवले एउटा 5 तले मन्दिर बनाएका थिए। तर 1406मा बङ्गालका सुल्तान शमसुद्दिनले काठमाडौँमा आक्रमण गरे। त्यो बेला मन्दिर ध्वस्त मात्रै भएन, मूर्तिलाई पनि 3 टुक्रामा भान्डियो। सोच्नुस् त। तर त्यसको लगभग 11 वर्षपछि 1417मा मन्त्री जयसिंह रामले फेरि मन्दिरलाई 3 तले बनाएर ठड्याए र अन्तमा आज हामी जुन 2 तले पागोडा शैलीको मन्दिर देख्छौँ नि, त्यो चाहिँ 1754मा राजा भूपेन्द्र मल्लले निर्माण सम्पन्न गराएका हुन्। हो, कम्तीमा 3 पटक। यो सङ्ख्याले के देखाउँछ भने, आक्रमणकारीले भत्काए पनि, समयले बिगारे पनि यो मन्दिरप्रतिको आस्था कहिल्यै टुटेन। जति पटक क्षति भयो त्यति नै पटक यो फेरि बन्यो। यो साँच्चै नेपाली आस्थाको एउटा अटल प्रतीक हो। ल, अब मन्दिरको कुरा गर्यौं। अब कुरा गरौँ मन्दिरभित्रको मुख्य मूर्तिको, चतुर्मुख लिङ्गमको। यसको पनि आफ्नै विशेष अर्थ छ। यो मूर्तिमा शिवका 4वटा अनुहार छन् जुन 4 अलग-अलग दिशामा फर्केका छन् र हरेक अनुहारको आफ्नै मतलब छ। जस्तै पूर्वतिर फर्केको अनुहार हो तत्पुरुष, जसलाई ज्ञानको प्रतीक मानिन्छ। पश्चिमतिरको सद्योजात, जसले पवित्रता र नयाँ सुरुवातलाई जनाउँछ। त्यस्तै दक्षिणतिरको अघोर अनुहारले विनाश र पुनर्जन्मको सङ्केत गर्छ। अनि उत्तरतिरको वामदेव, जसले करुणा, सुख र शान्ति ल्याउँछ भनिन्छ। तर कुरा यतिमा मात्र सकिँदैन। यी 4 अनुहार बाहेक एउटा 5औं अनुहार पनि छ रे, जुन अदृश्य छ। यसलाई कालाग्नि रुद्र भनिन्छ। यो अनुहार माथितिर फर्केको हुन्छ र यसलाई हामी जस्ता साधारण मानिसले देख्न सक्दैनौँ।
केवल सिद्ध ऋषिहरूले मात्र देख्न सक्छन् भन्ने विश्वास छ। ल, अहिलेसम्म हामीले मुख्य मन्दिरको कुरा गर्यौं, तर पशुपति भनेको एउटा मन्दिर मात्रै होइन, यो त पुरै एउटा शहर हो, देवताहरूको शहर। हो, पशुपति क्षेत्र एउटा मन्दिर मात्र होइन, यो त एउटा विशाल परिसर हो। यहाँ के छैन? शक्ति र संरक्षणका प्रतीक वासुकीनाथको मन्दिर छ, शिव र विष्णुको मित्रता देखाउने राम मन्दिर छ, अनि जीवनको अन्तिम सत्यलाई सम्झाउने आर्यघाट पनि यही छ। सोच्नुहोस् त, यो पुरै क्षेत्रमा कतिवटा मन्दिर, देवालय र स्मारकहरू होलान्? एउटा, दुईटा, 10वटा होइन, पुरै 518वटा। हो, यही सङ्ख्याले नै बताउँछ कि पशुपति क्षेत्रलाई किन साँच्चै नै देवताहरूको शहर भनिन्छ। ल, हामीले पशुपतिको गौरवपूर्ण इतिहास र महत्त्वको बारेमा त कुरा गर्यौं, तर अब अलिकति वर्तमानतिर फर्कौं, जहाँ केही जटिल र विवादास्पद कुराहरू पनि छन्। अहिले मन्दिरको हेरचाह, सुरक्षा र विकास गर्ने जिम्मा पशुपति क्षेत्र विकास कोषको हो। तर यो संस्था स्थापना भएदेखि नै विवादबाट भने मुक्त हुन सकेको छैन। एउटा ठूलो विवाद त सुनको जलहरीसँग जोडिएको छ। भयो के भने सरकारले कोषलाई 103 किलोभन्दा बढी सुन दिएको थियो, तर अख्तियारको अनुसन्धानले के देखायो भने त्यसमा करिब 11 किलो सुन हराएको छ। खैर, पछि यो मुद्दा सेलाएर गयो। अनि अर्को कुरा, रिपोर्टहरूले के देखाउँछन् भने कोषको खातामा करिब 1.2 अर्ब रुपैयाँ, त्यो पनि 57 वर्षभन्दा बढी समयदेखि त्यत्तिकै थन्किएर बसेको छ। अब यत्रो पैसा त्यत्तिकै बस्नुले त कोषको सम्पत्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठ्ने नै भयो, होइन र? र सबैभन्दा अचम्म लाग्दो कुरा त के छ भने खातामा अर्बौं रुपैयाँ हुँदाहुँदै पनि उठेको राजस्वको 10% भन्दा पनि कम रकम मात्रै पशुपति क्षेत्रको विकास र मर्मतमा खर्च भएको देखिन्छ। यति मात्रै होइन, कोषमाथि अरू पनि धेरै आरोपहरू छन्, जस्तै कि मन्दिरको 350 रोपनी जग्गाको रेकर्डै छैन रे, 24 घण्टा सीसीटीभी क्यामेराको निगरानीमा रहेको दानपेटिका नै गायब हुन्छ, अनि पार्किङ र अरू ठाउँबाट उठेको पैसा कहाँ जान्छ, केमा खर्च हुन्छ, केही पारदर्शी छैन। तर यी सबै आधुनिक चुनौती, विवाद र समस्याहरू एकातिर छन्, अनि अर्कोतिर करोडौं मानिसको आस्था छ। उनीहरूका लागि पशुपतिनाथ आज पनि आस्थाको सबैभन्दा ठूलो केन्द्र हो, किनभने यो ढुङ्गा र काठले बनेको एउटा संरचना मात्रै होइन, यो त हाम्रो इतिहास हो, हाम्रो धर्म हो, हाम्रो पहिचानको एउटा जीवन्त प्रतीक हो। र सायद यही कारणले होला, चाहे देशमा भूकम्प आओस्, चाहे बाढी पहिरो जाओस्, वा अहिलेको जस्तो राजनीतिक उथलपुथल नै किन नहोस्, हामी सबैको मुखबाट आखिरमा निस्किने एउटै वाक्य हो, पशुपतिनाथले सबैको रक्षा गरून्।